हेलो सबैलाई नमस्कार। आज फेरि म एउटा हाम्रो इन्ट्रेस्टिङ भ्लग ल्याएर आएको छु तपाईँहरूको माझमा। योभन्दा पहिलाको भ्लगमा मैले उएनोमा के अरे साकुरा चेरी ब्लसम्स छ त्यो हेर्न जाऊँ भनेर भनेको थिएँ मैले तपाईँहरूलाई। तर लास्टमा चाहिँ हामी चेरी ब्लसम्स नभएको कारणले चेरी ब्लसम्स नहेरिकन फर्केर घर आएको थियौँ। आज चाहिँ हामी त्यही चेरी ब्लसम्स हेर्नको लागि जाँदैछौँ। यहाँ हेर्नु यहाँ बाटोहरूमा नि यस्तो यो तल खसेर चेरी ब्लसम्स मेरो घर नजिकै पनि टन्नै छ चेरी ब्लसम्स। अब यहाँबाट कहाँबाट कसरी जाने हो भनेर मैले तपाईँहरूलाई अहिले देखाउँछु। उएन गएर फेरि हामी भेट्नुपर्छ, एकछिन कुरिदिनु होला है त। हामी आएको छौँ फेरि उयोमा। अहिले मैले तपाईँहरूलाई उयो गएपछि फेरि मेरो भ्लग कन्टिन्यू गर्छु भनेर भनेको थिएँ। मेरो पछाडि तपाईँहरूले यो सेतो सेतो फुल देख्नुभयो होला, यो भनेको चाहिँ चेरी ब्लसम्स भनेर भन्छ यसलाई। नेपालमा चाहिँ यसलाई पैँयु भनेर भन्छ। नेपालमा चाहिँ त्यो गेडा जस्तो पैँयु फुल्छ, त्यो कार गाउँतिर त हुन त हुन्छ अलिअलि चेरी ब्लसम्स, तर यहाँको जस्तो जापानमा जस्तो हुँदैन। यहाँ चाहिँ मान्छेको भिडहरू तपाईँले देख्न सक्नुहुन्छ। यो उएनो पार्कमा नि हामी पहिला पनि आएको छौँ, तर चेरी ब्लसम्स चाहिँ हाम्रो फर्स्ट टाइम हो यो चाहिँ। त्यही भएर अझ एक हप्ता त होइन, अझ 4-5 दिन पहिला आएको भए अझै खतरा थियो हुन्छ होला। अहिले हिजो पानी हिजो 3 दिन लगातार पानी परेको कारणले हल्का चेरी ब्लसम्सहरू झरिसकेको छ के अरे तल भुइँमा। यत्रो जम्मा भयो भुइँमा। यहाँ चाहिँ यस्तो राम्रो सानो ताल जस्तो पनि छ। चेरी ब्लसम्सदेखि ल्याएर मान्छेहरूको भिडियोहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले उता पनि। यो चाहिँ के अरे पब्लिक पार्क भएको कारणले यहाँ चाहिँ तपाईँहरू मजाले योमा चाहिँ छिर्न पाइएन। तर यतापट्टि चाहिँ यस्तो गरेर आफ्नो टेन्टहरू ल्याएर यसरी सुतेर नेपालीहरूलाई यहाँ ल्याएर चटपटे सटपटे त्यही पार्कमा अब आगो लाउने बारबेक्यूहरू यताउति त्यस्तो चाहिँ गर्न मिल्दैन है, त्यस्तो चाहिँ गर्न पाइँदैन। तर चटपटे सटपटे ल्याएर पकाएको खानासाना ल्याएर बसेर खाना चाहिँ पाइयो। गोमीहरू चाहिँ के अरे फोहोरहरू चाहिँ आफूले लगेर जानुपर्छ। फेरि त्यो चाहिँ फोहोरहरू चाहिँ जहाँ मनलाई त्यही फाल्ने कुरा चाहिँ हुँदैन। त्योहरू गरिदियो भने चाहिँ आफूहरू यहाँ आएर मजाले बसेर खानासाना यताउति गर्न चाहिँ पाइयो। यहाँ डुङ्गा चलाउन मिल्छ, यहाँ पैसा तिरेर 500 हो कि कति तिरेर। मैले तपाईँहरूलाई ठिक टाइममा उएन देखाउन ल्याएको जस्तो छ। त्यस्तो चेरी ब्लसम अझै झरेको रहेछ, बाक्लै देख्यो। उतातिर हल्का घाम नलागेको भएर त्यस्तो धेरै छैन है भन्ने लागिरहेको थियो मलाई। तर अझै एकदम बाक्लो नै छ। कति धेरै मान्छे हुन्छ कि अब के कुरा गर्नुहुन्छ कतिजना मान्छे भनेर। यो पानी चाहिँ खासै त्यस्तो सफा चाहिँ रहेन रहेछ। तर यसरी हामी विदेशीहरू डुङ्गा चलाउँदैछन्। पुरै यो उएनो पार्क पनि भयङ्कर ठुलो बब्बाले ठुलो छ। उएनो पार्क पनि लास्ट ठुलो छ है। पार्क चाहिँ एकदम ठुलो छ, ठुलो त्यही माथि अनि राम्रो पनि छ। यहाँ तपाईँहरूको उतातिर गयो भने तपाईँको स्टारबक्सहरूदेखि ल्याएर कबाब बेच्नेदेखि ल्याएर सबै छन्। यति धेरै मान्छेहरू हुँदा पनि कति म्यानेज गर्न सक्यो भने यिनीहरूले फोहोरहरू यताउति हेर्नु तल एउटा कर्नरमा पनि एउटा पनि फोहोरहरू देखिँदैन क्या। कुनै यस्तो यहाँ कुन यो कुनको कसको पारा हो थाहा भएन। यो चाहिँ यस्ता यो गोमीहरू फाल्ने बानी चाहिँ खास नराम्रो यस्तो गर्न चाहिँ। तर लगभग पुरै सफा छ क्या। एउटा बाटोहरूमा कतै चुइगम नफालेको यो नफालेको चट्ट एकदम राम्रो है। यहाँ बसेर दिउँसभरि जति रमाइलो गरे पनि भयो। यहाँ अब निस्किन पर्छ है। म धेरै बसेँ यहाँ भनेर भन्ने कुरा नि भएन। त्यहाँ चाहिँ उएनो जू भन्ने पनि छ। उएनो जूमा छिर्नको लागि चाहिँ तपाईँले कति टिकट काट्नु भयो भने त्यहाँ चाहिँ लाइन नेसनल पार्कहरू जस्तै त्यहाँ जानको लागि चाहिँ पैसा तिर्नु पऱ्यो। यो पार्कमा आएर घुम्नको लागि चाहिँ तपाईँले 0 रुपियाँ
0 एन भनौँ न, केही पनि पैसा तिर्नु परेन तपाईँहरूले। यसो 2:30 भएको, घाम लाग्यो, चट्ट घाम लाग्यो। आज मौसम चाहिँ राम्रो छ, शीतल राम्रो खालको मौसम छ। चट्ट भएर मान्छेहरू यहाँ चिल बियर खाँदै मजाले घुम्दै रमाइलो गर्दैछन्। कतिजनाले मैले जस्तै भ्लग नि बनाउँदै हुनुहुन्छ पुरै यहाँ क्यामेराम्यानदेखि ल्याएर। यहाँ चाहिँ यो कपालदेखि ल्याएर विदेशीदेखि ल्याएर एक्लै मान्छेहरू आउनेदेखि ल्याएर सबजना यहाँ चाहिँ कस्तो टाइपको मान्छेहरू छन्। त्यही मैले नेपालीहरू चाहिँ खासै देखेको छैन, तर नेपालीहरू चाहिँ खासै देखिनँ, तर अरूहरू मान्छेहरू जम्मै छन् यहाँ। ए डुङ्गा चढ्नको लागि चाहिँ यहाँबाट हो, यहाँबाट लाइन बसेर नेपालै पालो। यहाँ चाहिँ कति लाग्दो रहेछ पैसा डुङ्गा चढ्नको लागि, त्यो पनि हेरौँ न हामीले नि। यहीँ है, यहाँ चाहिँ बोतोजो भन्दै लेखेको छ। ए 30 मिनटको 400 रहेछ बोट चाहिँ। अनि साइकल बोट चाहिँ 30 मिनटको 1000, अनि स्वान बोट चाहिँ 1000 त पनि यहाँ लेखेको छ रेटहरू। त्यत्तिकै बिचबाट छिर्न पाउने कुरा भएन त्यस्तो लाग्यो। तपाईँले यति लामो लाइन मेरो पछि देख्न सक्नुहुन्छ, यति लामो लाइन बस्नु पऱ्यो। लाइन बसेर कुरेर पालो आयो भने चाहिँ अनि बल्ल चढ्ने। त्यस्तो भने चेरी ब्लसमले चाहिँ यहाँसम्म यत्रो हेरिदियो हामीले है। उतातिर नि खतरा राम्रो हो। हेर्नु त यहाँ चाहिँ हामी पहिला पनि आएको थियौँ, तर चेरी ब्लसम चाहिँ फर्स्ट टाइम हो। पहिला त्यतिकै घुम्न मात्र आएको हामी। यहाँ चाहिँ डगहरू हेर्नु त, चराहरू पुरै फ्रेस भयो यहाँ आएर। टक्क हेर्नु तपाईँको ऊ हल्ला नै, लडाइँ नै, टक्क शान्ति। यहाँ चाहिँ यही बियरहरूदेखि ल्याएर चिकनहरू अभियसली यो चाहिँ भित्र भएको कारणले हल्का महँगो चाहिँ महँगो हुन्छ है। यहाँ यो कोइनभित्र हो नि त स्ट्रिट फुडहरू, त्यही भएर महँगो चाहिँ महँगो हुन्छ। तर बाहिर भएको भए चाहिँ त्यस्तो बाहिर कम्बिनीमा तपाईँको कम्बिनी स्टोर 7-11हरूमा 500मा पाइने चिज यहाँ चाहिँ तपाईँको 800-900 पऱ्यो। त्यही हो कुरा। ए अझ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। ए यो भर्खर ठुलो छ यो पुरानो पार्क। म यहाँको अघि नै उता यो चाहिँ गिन्छ। यसलाई चाहिँ यहाँ जापानमा पनि हाम्रो नेपालमा जस्तै अगरबत्ती जस्तो चलाउने यो भिड हुन्छ। यहाँ चाहिँ यस्तो गरेर यो मलाई राम्रो होस् भगवान् भनेर यस्तो चढाउने खालको। यहाँ पनि सेम नै हो, नेपालमा जस्तै हो। त्यो उता हेर्नु त माथि त्यहाँ जाने ठाउँ। यहाँ त तपाईँको त भिड यहाँ पुरै पिकनिक भन्दा नि बढी भन्छ क्या। पुरै पिकनिक नै जस्तो भइरहेको छ यहाँ। पिकनिक नै हो लगभग यो, पिकनिक जस्तै हो। स्ट्रिट फुडहरू नि यहाँ यस्तो पो हो त रमाइलो। टक्कै फ्यामिलीसँग आउन पनि पाइयो है यहाँ। एक्लै नआएर फ्यामिलीसँग आउन पनि पाइयो, एक्लै आउन पनि पाइयो। यो चाहिँ केबाब सुल्टिन चाहिँ हल्का महँगो बेचेको छ है यहाँ पनि। बाहिर खाँदाखेरि 400 रुपियाँ पर्ने, यहाँ चाहिँ 400 त होइन 700 रुपियाँ पर्ने। यहाँ चाहिँ महँगो।
वाटरफलहरूदेखि लिएर सब रहेछ यार यहाँ म नि फर्स्ट टाइम हो मेरो नि एउटा है अरू ठाउँमा भ्लग गरेको ठाउँमा तपाईँहरूले पहिला देखेको थिएँ मैले तर यो चाहिँ मेरो फर्स्ट टाइम यहाँको चाहिँ म पनि वेनर पार्कमा चाहिँ म पहिला नै आएको थिएँ तर यस्तो यो चेरी ब्लसम्स फेस्टिभलमा चाहिँ अहिलेसम्म फर्स्ट टाइम हो मेरो अहिलेसम्म आएको थिइनँ तर आज आएर एकदम खुसी लाग्यो मलाई रमाइलो लाग्यो यस्तो राम्रो राम्रो ठाउँ तपाईँहरूले देखाउन पाइयो विदेशीहरू यहाँ हरेक टाइपको मान्छेहरू छन् यहाँ भिड हेर्नु न भिड तपाईँले मैले चाहिँ एक्सपेक्ट नै गरेको थिएन यति धेरै मान्छे हुन्छ यहाँ भनेर यो देखेर चाहिँ म चाहिँ मेरो आँखा तिरिमिरी झ्याइ भइरहेको है यति धेरै मान्छे हुन्छ भनेर चाहिँ मलाई थाहा पनि थिएन यहाँ उएनो पार्कको चाहिँ यो हो यो चाहिँ उएनो जू हो यहाँभित्र चाहिँ मैले अघि भनेको जस्तै जनावरहरू देख्ने खालको ठाउँ छ आम्मा पहिला अनि म यो उएनो पार्क आएर तपाईँहरूले भ्लग हेर्नुभयो होला पहिलाको भन्दा त पुरै छुट्टै पार्क नै नयाँ पार्क जस्तो लागिरहेको मलाई त्यो त यस्तो हुन्छ यहाँ भन्ने मलाई थाहै थिएन सोचेकै थिएन फर्स्ट टाइम हो मेरो नि रमाइलो भयो मलाई त मान्छे हेर्नु न यहाँ कति छन् आम्मा यति धेरै मान्छे हुनु पनि मलाई थाहा पनि थिएन हौ र आजको लागि यति हो है त ल सबजनाले सपोर्ट गरिदिनु के कस्तो लाग्यो भ्लग कमेन्ट गरिदिनु हल्का केही इम्प्रुभ गर्ने कुरा छ भने नि भनिदिनु त्यो हेरेर मैले अर्कोचोटि इम्प्रुभ गरेर अझ राम्रो भ्लग बनाउने मोटिभेसन आउँछ के कस्तो लाग्यो तपाईँलाई मेरो भ्लग के राम्रो लाग्यो के नराम्रो लाग्यो सबै कुरा भनिदिनु मलाई यस्तै भ्लगहरू हाम्रो फेरि आइरहेको छ यो त बल्ल एउटा चेरी ब्लसम्सको भ्लग हो अझ आउनु यहाँ टन्नै बाँकी छ है अरू ठाउँमा नि टन्नै ठाउँहरू छन् यहाँ देखाउनको लागि आधी ठाउँ पनि देखाएको छैन मैले अहिलेसम्म सपोर्ट गरिराख्नु माया गरिराख्नु सबैजनाले र आजको लागि यति नै है त ल पछि फेरि भेटौँ ल अर्को नयाँ भ्लगमा के अरे ल जय श्रीराम ल सबजनालाई ल बाई बाई है त हस् ल